हेलो गुड मर्निङ गाइज। म चाहिँ ओपी अनि अहिले बिहानको 9 बज्यो। म वर्कआउट हान्न गइरहेको छु। आज तिमीहरूलाई म मेरो वर्कआउट देखाउँछु। अनि भाइहरूले ब्याकको अनलाइन पुलअप कसरी इन्क्रिज गर्ने भनेर सोधिरहेको थियो। अनि पुलअप कसरी इन्क्रिज गर्ने भनेर चाहिँ आज म पुरा भिडियोमा भनिदिने छु। अनि त्यस्तो खासै राम्रो त छैन मेरो पुलअप हान्ने ठाउँ, तैपनि मैले आफैले बनाएको छु। सो त्यही गएर अब देखाउँछु। भर्खरै घरबाट निस्केको म चाहिँ। ग्राउन्ड चाहिँ यहीँ नजिकै छ, 4-5 मिनट लाग्छ पुग्न। सो गाइस त्यहीँ पुगेपछि अनि म देखाउने छु फर्स्टदेखि नै लास्टसम्म म कसरी हान्छु, हेरिदिनु होला है त। ल म चाहिँ अब मेरो ग्राउन्डमा पुगिसकेको छु, इन्ट्री भइसक्यो। यो चाहिँ मेरो ग्राउन्ड हो अनि मेरो होम ग्राउन्ड हो। जहिले पनि यता म बच्चैदेखि फुटबल पनि खेल्छु। यही ग्राउन्डमा बच्चैदेखि फुटबल खेल्थेँ म, अझै पनि खेल्छु। मलाई चाहिँ यो मेरो ग्राउन्डले धेरै कुरा सिकाएको छ। धेरै कुरा अझै बाँकी छ विकास हुन ग्राउन्डमा। अहिले चाहिँ यति भएको छ दामी। अहिले चाहिँ बिहान शीत परेको हुनाले कोही पनि आउँदैनन्, म मात्रै आउँछु। यो मेरो टायर अनि यो चाहिँ मेरो पुलअप बार है। मैले चाहिँ आफै बनाएको, पुरै बोल्ड हालेर कसेर ड्रिलले वाल पारेर बनाएको। यो चाहिँ काठको खम्बा, यो पनि त्यही हो काठको खम्बा अनि ड्रिल हानेर बनाएको। सो यसरी बनाएको छु मैले चाहिँ मेरो पुलअप बार, हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि यहाँबाट चाहिँ ट्याक्क पुलअप हान्ने। सो अब म चाहिँ मेरो एक्सर्साइज सुरु गर्छु। अगाडि चाहिँ के गर्ने भनेर पनि देखाउँछु म। फर्स्टमा त मैले यो मेरो टायर हटाउनु पर्छ गाइस। सो टायरलाई मैले अहिले साइडमा राखिदिएँ। यहाँ अलिअलि फोहोरहरू छ, त्यो पनि साफसफाइ गर्नुपर्छ। आफ्नो ठाउँलाई सफा गर्नुपर्छ। फर्स्टमा पुलअप हान्नुभन्दा अगाडि, एक्सर्साइज गर्नुभन्दा अगाडि के गर्ने भनेर त्यो पनि देखाइदिन्छु है त। सो गाइस अब म चाहिँ मेरो पुलअप सेसन चाहिँ अगाडि बढाउँछु। तर अगाडि बढाउनुभन्दा अगाडि तिमीहरूलाई पुलअप कसरी इन्क्रिज गर्ने भन्ने बारेमा यो कुरा चाहिँ म भनिदिन्छु। अनि हाम्रो फर्स्टमा चाहिँ पुलअप कसरी इन्क्रिज हुन्छ भन्दाखेरि एउटा त ह्यान्ड पावर चाहिन्छ होइन। अनि ह्यान्ड पावरको लागि चाहिँ हान्नु पऱ्यो पुसअपहरू, यताउता डम्बेल हान्नु पऱ्यो होइन। अनि पुलअप बढाउनको लागि चाहिँ 3वटा एक्सर्साइज भनिदिन्छु म चाहिँ। फर्स्टको एक्सर्साइज चाहिँ तिमीहरूको यो ह्याङ्गिङ हुन्छ, आफू ह्याङ भइराख्ने पुरै है। यो पुरै 15 सेकेन्ड जति ह्याङ्गिङ हुने। जसले चाहिँ 15 सेकेन्ड सक्दैन त्यसले चाहिँ 10 सेकेन्ड नत्र 12 सेकेन्ड ह्याङ हुने। अनि सेकेन्ड एक्सर्साइज चाहिँ पुलअपको, अनि ट्याक्कै यहाँ सिधा हुन्छ स्ट्रेट, अनि फरहेडमा
होल्ड गर्ने यसरी टक्क लाएर हातहरू काम्छ फर्स्टमा है मेरो नि काम्छ अनि फरहेडमा होल्ड गर्ने अनि तेस्रो एक्सर्साइज चाहिँ पुलअपको अनि चिन चाहिँ हाम्रो चिन चाहिँ बारभन्दा माथि यत्तिकै होल्ड गर्ने बारभन्दा माथि चाहिँ चिन होल्ड गर्ने यो चाहिँ तेस्रो एक्सर्साइज हो यति गरिसकेपछि हजुरहरूको रिजल्ट कस्तो आउँछ एभ्री डे है एभ्री डे हान्नु पऱ्यो 15 सेकेन्ड होल्ड गर्नु पऱ्यो 15 सेकेन्ड होल्ड गर्न नसक्नेले चाहिँ 12 सेकेन्ड होल्ड गर्नु पऱ्यो गाइस अनि पुलअप चाहिँ ब्याकको जाने सट्ट यस्तो पुलअप हान्नु पऱ्यो यसरी चाहिँ गाइस सो अब म चाहिँ आफ्नो मर्निङको एक्सर्साइज सुरु गर्न जान्छु है अब फर्स्टमा चाहिँ म हान्छु आज एपको हान्छु अनि पछि ब्याकको हान्छु आज म मेरो एक्सर्साइज चाहिँ बिहानको सो गाइस अब म चाहिँ मेरो ब्याकको एक्सर्साइज स्टार्ट गर्छु म चाहिँ मेरो ब्याकको एक्सर्साइज स्टार्ट गर्नुभन्दा अगाडि नै खोलिदिन्छु खोलेर चाहिँ यहाँ जुन्छु सो म फर्स्टमा चाहिँ मेरो ब्याकको फर्स्टमा अनि अब चाहिँ म 10 रेप्स हान्छु म चाहिँ आज ब्याकको 10 रेप्स 10 सेट नभएर 5 सेट हान्छु आज चाहिँ म चाहिँ मेरो ब्याकको किन भन्दाखेरि बेलुका पनि आज ब्याकको र एप्सकै वर्कआउट छ सो गाइस अहिले चाहिँ म 5 सेट हान्छु मेरो ब्याकको अनि एप्सको वर्कआउट हान्छु एक सेट चाहिँ भ्याइयो मेरो है फर्स्ट सेट दोस्रो सेट पनि भ्याइयो मेरो चार सेट भ्याइयो केटा अब लास्ट 1 सेट बाँकी छ मेरो चाहिँ 4 सेट भइसक्यो हातहरू पम्प हुन्छ बिस्तारै बिस्तारै हान्दै जाँदाखेरि हातहरू पम्प हुन्छ अलि
मेरो चाहिँ ब्याकको वर्कआउट चाहिँ भ्याइयो, पुलअप चाहिँ भ्याइयो मेरो ब्याकको। सो अब म चाहिँ टायरमा पनि ब्याकको आफ्नो वर्कआउट हान्छु। सो गाइस म चाहिँ टायरमा कसरी वर्कआउट हान्छु भनेर देखाउँछु है ब्याकको चाहिँ। गाइस टायरमा चाहिँ कसरी ब्याकको एक्सर्साइज गर्ने होइन, म यो टायरमा गरेर देखाउँछु। ब्याकको एक्सर्साइज चाहिँ फर्स्टमा आफूले टायरमा खुट्टा छिराउने, टक्क टायर अड्डाउने। सो त्यसपछि यस्तो हुने, यसरी पनि गर्न सकियो। अनि अर्को चाहिँ यसरी पनि गर्न सकियो। ब्याकको चाहिँ यसरी एक्सर्साइज हुन्छ टायरमा चाहिँ मेरो। अनि अब म चाहिँ देखाउँछु, म चाहिँ 3 सेट हान्नेवाला छु यसको चाहिँ। अब म चाहिँ सुरु गर्छु। फर्स्टमा चाहिँ म एभ्री रेप्स 15 रेप्स हान्ने, एभ्री सेटमा चाहिँ 15 रेप्स हान्ने। मिठो पेन हुन्छ। सो गाइस मेरो चाहिँ अब लास्ट सेट मात्रै बाँकी छ। धेरै रेस्ट नलिकन म चाहिँ मेरो लास्ट सेट पनि सकाइदिन्छु। सो गाइस मेरो यसको यो पनि लास्ट सेट सक्यो। अब चाहिँ नेक्स्ट एक्सर्साइजको 3 सेट बाँकी छ। सो 45 सेकेन्ड चाहिँ रेस्ट लाग्छु म चाहिँ। ब्याकको लास्ट एक्सर्साइज हान्न। अब ब्याकको मेरो लास्ट एक्सर्साइज हानेर चाहिँ अब म एप्सको वर्कआउट हान्छु। पच्चिस रेप्स भन्ने कि अब के भन्ने। 1 2 3 4 5 6 गरेर चाहिँ 25 चोटि हाने मैले चाहिँ फेरि हान्छु है। एक सेट भ्यायो। ब्याक बिस्तारै बिस्तारै दुखिरहेछ यतातिर। काम पनि बढिरहेछ तर जाडो सुरु भइसक्यो। बिहान धेरै जाडो हुन्छ अनि त्यसैले बिहानको शीतले हान्छ भनेर चाहिँ म चाहिँ अलिक ढिलै उठ्छु, ढिलै आउँछु। ल लास्ट सेट पनि भ्याइदिउँ। मेरो ब्याकको एक्सर्साइज पनि भ्याइसक्यो गाइस। अब मेरो एप्सको वर्कआउट म चाहिँ एप्सको 3 सेट हान्छु। एप्सको वर्कआउट चाहिँ अलिक गाह्रै छ मेरो चाहिँ। अब हजुरहरूलाई कस्तो लाग्छ भनिदिनु होला। मेरो एप्सको वर्कआउट चाहिँ फर्स्ट सेट चाहिँ एकदमै गाह्रो, धेरै जसोले चाहिँ गर्न अलि सक्दैनन्। बसको बिगिनर्सहरूले अलि गाह्रै हुन्छ। कस्तो भन्दाखेरि यहाँ समातेर यसरी चाहिँ मेरो एप्सको वर्कआउट हुन्छ। फर्स्ट सेट चाहिँ 25 रेप्स है। अनि यति हानेपछि चाहिँ एक सेट भ्याइन्छ 25 हानेपछि। ल अब म चाहिँ मेरो एप्सको वर्कआउट सुरु गर्न चाहन्छु। यो चाहिँ मेरो एप्सको फेभरेट वर्कआउट हो गाइस। सो तपाईहरु पनि एप्सको वर्कआउट हान्नुहुन्छ भनेपछि यो सेटलाई पनि आफ्नो सेटहरुमा एड गर्नु होला।
अब मेरो चाहिँ दोस्रो सेट सुरु हुन्छ। अब मेरो एप्सको 2 सेट भ्याइयो, अझै छ 3 सेट। लेट्स गो। सेकेन्ड लास्ट सेट। हप अलि अप्ठ्यारै हुन्छ यो एक्सर्साइज हान्दाखेरि चाहिँ, गाह्रै हुन्छ। हात पनि दुख्छ, एप्स पनि दुख्छ, माथि होल्ड गर्नुपर्छ, त्यसैले ब्याक पनि दुख्छ। सो यो एक्सर्साइज चाहिँ मेरो फेभरेट हुनुको कारण चाहिँ कडक पेन दिन्छ एप्समा। सो यो चाहिँ मेरो फेभरेट वर्कआउट एप्सको। अब लास्ट सेट बाँकी छ। सक्यो गाइस, मेरो एप्सको फर्स्ट सेटको एक्सर्साइज नै सक्यो। अब 2टा सेट बाँकी छ एप्सको वर्कआउट। 1 मिनटको रेस्ट पछि फेरि चाहिँ एप्सको अर्को वर्कआउट सुरु गर्न गएको म चाहिँ। 25 रेप्स हान्छु, 5 सेट 25 रेप्स है। ल म चाहिँ सुरु गर्छु। हात फटेनी, फोरआर्म फटेनी। एप्सको लास्ट सेट चाहिँ म हानेरै छोड्छु। सो जे फट्यो नि जे भयो नि वर्कआउट चाहिँ छोड्दैन मैले। लास्ट सेट अब कम्प्लिट गर्न लेफ्ट ह्यान्ड चाहिँ पुरै चिप्लिसकेको थियो यार को हालत। लेफ्ट ह्यान्ड चाहिँ पुरै चिप्लिसकेको थियो, तै पनि मैले जसरी तसरी आफ्नो वर्कआउट कम्प्लिट गरेँ। हजुरहरू पनि जे भए पनि आफ्नो वर्कआउट चाहिँ कम्प्लिट गर्नु होला। सो गाइस अब एप्सको लास्ट एउटा वर्कआउटको सेट छ। सो म त्यो हानिसकेपछि चाहिँ आजको मेरो मर्निङ वर्कआउट चाहिँ यतै सकाइदिन्छु। अब लास्ट सेट हाम्रो हानौँ है त। सो गाइस यो वर्कआउट चाहिँ धेरै हार्ड छैन, सजिलै छ। तर जुन मैले 2 सेट हाने त्यो सेट हानिसकेपछि यसरी बस्दाखेरि पनि एप्स तल बिजाउँछ है, टाइट भएर बिजाउँछ। सो यो सेट हान्ने बेला पनि त्यो 2 सेटको इफेक्ट चाहिँ यो सेटमा लाग्छ। यो सेट चाहिँ इजी छ, सबैलाई थाहा नै छ होला। यसरी चाहिँ 25 रेप्स 5 सेट। यो सेट चाहिँ त्यति गाह्रो हुँदैन, अनि त्यसैले चाहिँ अलि रेस्ट पनि कम लिन्छु म। अनि धेरै गाह्रो नभएको कारणले रेस्ट पनि 10-15 सेकेन्ड है त। म सुरु गरिहाल्छु। लास्ट 2 सेट बाँकी छ। लास्ट सेट हान्छु अब म। गाह्रो हुन्छ है,
मेरो चाहिँ अब एप्सको वर्कआउट पनि सकियो, ब्याकको वर्कआउट पनि सकियो गाइज। वर्कआउट पछिको एपको कन्डिसन चाहिँ यस्तो छ एप्सको है, अनि ब्याकको मेरो चाहिँ एपको र ब्याकको कन्डिसन वर्कआउट पछि यस्तो छ। सो गाइज मैले चाहिँ धेरै कुराहरू सिक्न बाँकी छ, अनि के कुरामा मेरो मिस्टेक भएको छ र के कुरामा भिडियो बनाउनु पर्ने छ भनेर चाहिँ मलाई भनिदिनु होला। थ्याङ्क यू सो मच सबैजनालाई है, बाई बाई। अब